हामीले बाहिर बस्नु अब उसलाई कम्पनीले अस्ति एउटा भाउजू बिन्छु भयो बिरामी भएर इश्क इश्क करना है कर ले इश्क इश्क में जी ले मर ले इश्क इश्क है सबसे प्यारा इश्क इश्क करना है कर ले इश्क इश्क में जी ले मर ले इश्क इश्क ना हो दोबारा इश्क ही तो जिंदगी है इश्क ही तो हर खुशी है इश्क में खुद को भुला के छू बचा ले 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 बिहान घुम्न जा मर्निङ वाक गर एक्सर्साइज गर पहिले बच्चालाई त बचायो बच्चालाई अपरेसन गरेर निकालेको 1 महिना बाँकी थियो बच्चाको डक्टर छोरा डक्टरले भन्यो यो अब प्रेसर भएर ब्रेन ह्यामरेज भयो 2-3 ठाउँमा ब्लड जम्मा एक ठाउँमा भएको भए त मतलब थिएन अपरेसन गरेर ठिक पार्न सक्थ्यो तर बच्चा चाहिँ यो बच्दैन थियो बच्चालाई बचाउने के भने अब बच्चालाई पहिले निकाल्यो अपरेसन गर्ने भनेर त्यो गर्यो अपरेसन गर्दा गर्दै बित्यो बच्चा निकालेर अनि उसलाई अपरेसन गर्दाखेरि बितेको ब्रेनमा ब्लडै जम्दिरह्यो कि 3-4 ठाउँमा 3-4 ठाउँमा त गाह्रो छ नि त अनि बच्चा पाएर त्यो त पछि गर्ने हो नि त त्यहाँ यतिकै अलरेडी पेनमा छ त्यति बेलै गरेको दुईटैमा त कसैले त बचाउनु पर्यो नि होइन ल ठिकै छ बच्चा अपरेसन गरेर निकाल्यो त्यति बेलै ब्रेन ह्यामरेजको अपरेसन गरेको डक्टरले भन्यो ब्रेन यो गरेर अपरेसन